हेलो एभ्रिवान, वेलकम ब्याक टु द च्यानल। आज फेरि तपाईँहरू समक्ष नयाँ भ्लग लिएर उपस्थिति भइसकेको छु। आजको भ्लगमा चाहिँ तपाईँहरूलाई यही एसियन हाइवेको नयाँ अपडेट लिएर आएको छु। के कस्तो कामहरू भइरहेछ, कहाँसम्म पुगिरहेछ कामहरू, यी जानकारीहरू तपाईँहरू समक्ष आजको भ्लगमा म दिनेछु। यो झापा जिल्लामा रहेको यो एसियन हाइवेको अपडेट, यो लेटेस्ट अपडेट तपाईँहरू समक्ष अहिले बिहानको समय भएको छ है। ल यस्तो छ अवस्था अहिले एसियन हाइवेको साथीहरू। ल हेर्नुहोस् है, ठाउँ ठाउँमा यसरी पिचहरू पनि बनिसकेको अवस्था पनि छ र तपाईँहरू समक्ष यो एसियन हाइवे लेटेस्ट अपडेट झापाको हेर्न सक्नुहुन्छ। पिचहरू बन्ने कामहरू चाहिँ धेरै नै भइरहेछ है साथीहरू। पहिला हेरी चाहिँ अहिले एकदमै धेरै नै कामहरू भइरहेछ र कति ठाउँहरू चाहिँ पिचहरू बनेर कम्प्लिट पनि भइसकेको अवस्थाहरू छ। कालोपत्रे भइसकेको अवस्थाहरू देख्न सक्नुहुन्छ तपाईँले होइन, ठाउँ ठाउँमा यसरी। ल हेर्नुहोस् यस्तो छ, ठाउँ ठाउँमा कालोपत्रेहरू कम्प्लिट हुँदै गइरहेको अवस्था छ। अब यो सबै कम्प्लिट हुन चाहिँ समय लाग्छ नै साथीहरू है। कहिलेसम्ममा कम्प्लिट हुने हो त्यो अब हामीले हेर्न बाँकी नै छ साथीहरू। ल हेर्नुहोस्, तर अहिलेको अवस्थामा भने चाहिँ कामहरू सकिँदै गएको अवस्था छ र अब बर्खा सुरु हुनै पनि लाग्यो र कामहरू बर्खामा चाहिँ ठप्पै रोकिन्छ, किनभने पानीले गर्दाखेरि कामहरूलाई एकदमै बाधा विरोध खडा हुन्छ नि त, डिस्टर्ब हुन्छ। त्यही भएको कारणले गर्दाखेरि बर्खामा चाहिँ काम रोकिएर फेरि बर्खा सकिसकेपछि चाहिँ फेरि कामको सुरुवात हुन्छ। ल हेर्नुहोस्, ल हेर्नुहोस् है साथीहरू, पिचहरू यहाँ दुवैतर्फी भएको अवस्था छ। ल हेर्नुहोस्, यता पनि भइरहेछ, यता पनि पिच कालोपत्रे दुवैतर्फ भएको अवस्था। यो ठाउँमा चाहिँ यो मिलन चोक सङ्गम चोक एरिया हो, यो दुधैदेखि जस्ट अगाडिको एरिया। अहिले चाहिँ दुईतर्फी नै कालोपत्रे भएको अवस्था छ, देख्न सक्नुहुन्छ। गाडी फिलिलिलिलिलिलिले कुद्छ साथीहरू, यहाँ न धुलो छ न केही छ। यति आनन्द हुन्छ साथीहरू, यो एसियन हाइवे बनिसकेपछिको अवस्था चाहिँ एकदमै राम्रो हुन्छ। अहिले जति शास्ति भोगिराखिएको छ होइन, त्यस पछाडि चाहिँ यो बनिसकेपछि चाहिँ हामी एकदमै शान्त तरिकाले, एकदमै राम्रो तरिकाले हामी सफर गर्न सक्छौँ है यो एरियामा चाहिँ। ल हेर्नुहोस्, एसियन हाइवेको अवस्था यहाँ तपाईँको कोडिङ गरिरहेछ, अलकत्र छर्दैछ यहाँ पिच गर्नको लागि। यो तर एकतर्फी चाहिँ ल यो एरिया चाहिँ धेरै नै लामो कालोपत्रे भएको अवस्था छ अहिले। ल देख्न सक्नुहुन्छ तपाईँहरूले। ल अगाडि अब भालु खोला, यस्तो छ हे साथीहरू। अहिले यो जे होस् एसियन हाइवे कामहरू तीव्र गतिमा गइरहेछ। मैले तपाईँहरूलाई यो एसियन हाइवेको अपडेट पछिल्लो समयमा दिँदै आइरहेको पनि छु र अहिले तपाईँहरूलाई यो एसियन हाइवेको लेटेस्ट अपडेट तपाईँहरू समक्ष। ल हेर्नुहोस्, यो भालु खोला पुल पनि बनिएको अवस्था छ, एकतर्फी बनिनु बाँकी नै छ साथीहरू। एसियन हाइवेको कामहरू चाहिँ धेरै नै बाँकी छ है, बाँकी चाहिँ, तर ठाउँ ठाउँमा चाहिँ बनिसकेको नै छ। कति ठाउँहरू अब कहाँ कहाँ के हुँदैछ हेर्दै जाउँ, म तपाईँहरूलाई देखाउँदै गइरहेको छु है। ल यहाँको अवस्था यस्तो छ, कलपटहरू बन्ने कामहरू धमाधम भइरहेको छ, कामहरू चाहिँ चलि नै रहेको छ। अहिले बिहानको समय
राति पानी परेको हुनाले गर्दाखेरि यो बाटोहरू भिजेको अवस्था छ क्या, त्यही भएर धुलो मैलोहरू उडिराखेको छैन। तर दिउँसो चाहिँ एकदमै धुलो उड्छ क्या, पानी छेप्ने पनि काम पनि बिहान मात्र गर्छ, अनि दिउँसो चाहिँ गर्दैन क्या। अनि दिउँसो नगर्दाखेरि चाहिँ एकदमै धुलो उड्छ यो बाटोमा। ल हेर्नुहोस्, यस्तो छ है बाटोहरू साथीहरू। अब हिलोले ग्याज ग्याज हुन्छ क्या, फेरि यो पानी बढी हुँदाखेरि पनि नि हिलोले ग्याज ग्याज बाटो, पानी नहुँदाखेरि पनि धुलोले एकदम हिँड्नै नसक्ने बनाउँछ यो। त्यही भएर पानी छेप्दा पनि अप्ठ्यारो, धुलो हुँदा पनि अप्ठ्यारो, गाह्रो छ साथीहरू अहिलेको अवस्थामा चाहिँ यो यात्रा सफर गर्नुको लागि चाहिँ। ल हेर्नुहोस् है, कतिको कामहरू भएको रहेछ है। म तपाईँलाई एकदमै नजिकबाट देखेर आएको छु, हेर्नु सक्नुहुन्छ। ल यो एरियामा एकदमै पानीले पनि होला होइन, यो बाटोहरू एकदमै बिगारेको अवस्था छ है। यो एकदमै सम्याएको बाटोहरू पुरै खाल्टाखुल्टी भएको अवस्था छ पानी परेको हुनाले गर्दाखेरि। र यो बर्खामा चाहिँ एकदमै कामहरू, पहिलाको कामहरू पनि बिगार्छ क्या पानीले गर्दाखेरि। त्यही भएर कालोपत्रे गर्ने ठाउँहरूमा चाहिँ एकदमै फास्ट कामहरू गरिरहेछ क्या यिनीहरूले। कालोपत्रे गर्नुको लागि धमाधम कामहरू भइरहेको छ। ल हेर्नुहोस्, यतापट्टि कामहरू भइरहेछ है, कालोपत्रेको पेल्नुपर्ने, पानी छेप्नुपर्ने कामहरू सबै गरिरहेछ। ल हेर्नुहोस्, यत्रो लामो कामहरू भइरहेछ। यो एरिया चाहिँ धेरै लामो बिगारेको एरिया रहेछ क्या। यो नजिक माइदार, हामी अगाडि माइदार देख्न सक्नुहुन्छ। ल यो माइदारको यो कलपट छ नि, यो दुईतर्फी नै बनिसकेको छ है। त्यही रहेछ। ल हेर्नुहोस् है, माइदार एरियामा चाहिँ बाटोहरू सबै भत्काएको अवस्था। ल हेर्नुहोस्, मेन बाटो पनि भत्काएर अहिलेको अवस्थामा चाहिँ बनाइरहेछ। ए देख्न सक्नुहुन्छ माइदारमा है। ए हेर्नुहोस् है, सबै बाटोहरू पुरै भत्काएको अवस्था छ। कामहरू चाहिँ नभएको होइन, यसलाई काम भएकै भन्नुपर्छ। पहिला हेरी अहिले कामहरू धेरै नै अगाडि बढेको अवस्था छ। ल अब यो एरिया हेर्नुहोस्, यो साइड हेर्नुहोस्, यो पुलको लागि यताबाट बाटोहरू बन्दैछ। यो साइडमा चाहिँ बाटो बढ्दैछ है साथीहरू। यो साइडमा बाटो बढेको छैन, यो साइडबाट चाहिँ बाटो बढाएर ल्याएको छ।
भगवती माई परमेश्वर सबैजनालाई रक्षा गरून् है भगवती माईले। ल हेर्नुहोस् है यतातिर अगाडि चाहिँ त्यहाँ पुलको कामहरू पनि धमाधम भइरहेको अवस्था छ। मुनिपट्टि पुलको कामहरू चाहिँ भइरहेछ, माथिसम्म उठिसकेको छैन है। यो कन्काई पुलमा चाहिँ देख्न सक्नुहुन्छ। अब यो चाहिँ कामहरू बर्खाको लागि चाहिँ स्थगितै भएको अवस्था छ पुलको कामहरू चाहिँ, किनभने खोला बाढीहरू आउने गर्दछ यो एरियामा चाहिँ ठुलो। त्यही भएर अब बर्खा सकेपछि कामहरू चालु हुन्छ फेरि। ल हेर्नुहोस् अहिले हामी कोटियम कन्काई नगरपालिका यहाँ पनि बाटो एकदमै क्लियर भएको अवस्था छ। यहाँ त पहिला नै क्लियर भएको हुनु त होइन। मेरो अगाडिको भ्लगहरू हेर्नु भएको छ भने तपाईँलाई थाहा हुन्छ। ल हेर्नुहोस् यता पनि कालोपत्री चाहिँ यता पनि कम्प्लिट गरिसकेको अवस्था छ, देख्न सक्नुहुन्छ तपाईँले। तर यता चाहिँ चालु भइसकेको छैन क्या, कम्प्लिट भएको छ। हेर्नुहोस् त पिच हुँदाखेरि कस्तो आनन्द हुन्छ कालोपत्री गरेको बेलामा चाहिँ। ल हेर्नुहोस् यहाँसम्म कम्प्लिट। अब हामी सुरुङ्गामा प्रवेश गरेको छौँ। सुरुङ्गा चाहिँ मैले योभन्दा अगाडिको भ्लगमा एकदमै नजिकबाट देखाएको छु, सुरुङ्गा एक्सप्लोर गरेर। तपाईँले त्यो भिडियो हेर्नुभएको छ छैन हेर्नु होला, हेर्नुभएको छैन भने। सुरुङ्गा चाहिँ कन्काई नगरपालिकाको एकमात्र ठुलो बजार सहरको रूपमा चिनिन्छ र पहिला कतिको परिवर्तन भएछ अहिले र पहिला हेरी भन्ने कुरोहरू त्यो भ्लगमा मैले देखाएको छु। तपाईँहरू हेर्न सक्नुहुन्छ मेरो युट्युब च्यानलमा गएर, लिङ्क तल डिस्क्रिप्सनमा नै हालिदिएको छ, हेर्न सक्नुहुन्छ है। ल हेर्नुहोस् सुरुङ्गा। ल हेर्नुहोस् है यस्तो छ है अवस्था अहिले यता पेट्रोल पम्प। हो यो हिलो पानी छेपेपछि चाहिँ यस्तो दिगदार लाग्छ मलाई कुदाउनु। गाडी स्किड हुन्छ क्या, चिप्लिन्छ नि त। मेरो गाडीको फेरि टायर एकदमै चिल्लो भएको छ, त्यही भएर यस्तो धुलो छ। फेरि सुक्खा ठाउँमा फेरि यस्तो धुलो उठ्छ क्या। यो टिपरहरूले झन् फेरि त्यो हेभी हुन्छ नि त उनीहरू, त्यही भएर आमा धुलो त यस्तो उडाउँछ नि।
ल यो एरियामा पनि कालोपत्रे भएको अवस्था ल हेर्नुहोस् त एकदमै अगाडि बढेको रहेछ कामहरू यार पहिलाको भ्लगमा यो ठाउँमा कालोपत्रे भएको अवस्था थिएन है मैले जुन अगाडि तपाईँलाई मैले अपडेट दिएको थिएँ त्यो अपडेटमा चाहिँ यो एरियामा कालोपत्रे भएको अवस्था थिएन क्या अहिले चाहिँ कालोपत्रे भइसकेको अवस्था छ यो देख्न सक्नुहुन्छ ल हेर्नुहोस् यस्तो कालोपत्रे मजाले बनाएछ यहाँ चाहिँ यार ल हेर्नुहोस् धेरै नै कामहरू सम्पन्न भएको अवस्था छ अहिलेको अवस्थामा ल हेर्नुहोस् है डोजर निस्क्यो यहाँ पनि कालोपत्रे भएको अवस्था ल हेर्नुहोस् ल कालोपत्रे चाहिँ धेरै नै गरिसकेको रहेछ है साथीहरू मेरो अघिल्लो भ्लग र अहिलेको भ्लगमा धेरै अपडेटहरू आएको छ चेन्जेसहरू पनि धेरै नै छ हेर्नु सक्नुहुन्छ लास्टैसम्म अन्तिमसम्म हेर्नु होला है कतिको कामहरू भएको अवस्था रहेछ भन्ने कुरोहरू तपाईँले अघिल्लो भ्लग हेर्नुभएको छ भने थाहा हुन्छ धेरै नै कामहरू भएको अवस्था छ कालोपत्रेहरू धेरै ठाउँमै गरिसकेको अवस्था पनि छ यो पूर्व पश्चिम राजमार्ग महेन्द्र राजमार्ग एसियन हाइवेको रूपमा अहिले यो धमाधम कालोपत्रेहरू यो 6 लेनको बाटोहरू बन्न तयार भइरहेको अवस्था छ ए ल यहाँ पनि देख्न सक्नुहुन्छ धमाधम कालोपत्रे त धेरै नै कामहरू भइसकेको छ धेरै नै ल हेर्न सक्नुहुन्छ ल हेर्नुहोस् यो एरियामा पनि कालोपत्रे भएछ साथीहरू ल यतापट्टि पुरै पेलेर रेडी गरेको छ यता यस्तो अवस्था छ है कालोपत्रेहरू धेरै नै कामहरू भइसकेको छ अब कहाँसम्म कालोपत्रे कहिलेसम्म कहाँसम्म सकिने हो त्यो चाहिँ अब भन्न गाह्रो नै छ तर कामहरू चाहिँ भएको अवस्था छ यो अहिलेको बालेन सरकार आएदेखि चाहिँ कामहरू पनि अलिकति गति लिएको हो जस्तो पनि लाग्दैछ हो साथीहरू के हो कसो कमेन्ट गर्नु होला है अहिलेको सरकारले के गरिरहेछ कसो गरिरहेछ ल हेर्नुहोस् ल यो बिरिङ पुल हेर्नुहोस् है बिरिङ पुलको कामहरू पनि आधी सरो कामहरू चाहिँ भइ नै रहेछ यसरी माथि उठाइसकेको अवस्था पनि छ धेरै अब यहाँ माथिबाट स्ल्याबहरू हालेर रेडी गर्न बाँकी छ देख्न सक्नुहुन्छ बिरिङ पुल यो चाहिँ बिरिङ पुल हो यो पुल पनि एकदमै मेन पुल नै मानिँदछ यो झापा एरियामा पर्दछ झापा एरियाको चाहिँ यो बिरिङ पुल पनि एक मात्र अलिक लामो पुलमा पनि गनिन्छ र यो पुल पनि तयार हुन बाँकी नै छ कामहरू चाहिँ भइ नै रहेछ ल यो एरिया हेर्नुहोस् है यो चारपाने एरिया चाहिँ यतातिर डाइभर्जन गरेको छ है डाइभर्जन यतातिर छ यो उता मेन बाटो भत्काउन आँटेको अवस्था छ है अहिलेको अवस्थामा चाहिँ ल हेर्नुहोस् यो मेन बाटो उतापट्टि छ
यो चारपाने एरियामा चाहिँ फ्लाइओभर पनि बन्दैछ। यो अन्डरपास अगाडि देख्न सक्नुहुन्छ। यो फ्लाइओभर अन्डरपासको लागि यो बनिरहेको अवस्था छ। यो हेर्नुहोस् त्यो अगाडि कस्तो तरिकाको बन्छ त्यो चाहिँ अब हेर्न बाँकी नै छ है। र यो फ्लाइओभर अन्डरपास कस्तो तरिकाको के हो त्यो हेर्न बाँकी नै छ। अहिले यस्तो छ अवस्था। ल हेर्नुहोस् फ्लाइओभर आइ साथीहरू। धुलो लास्टै खाइन्छ हो धुलो। ल हेर्नुहोस् यस्तो छ है अहिलेको अवस्था। ल हामी बिर्तामोड आइपुगेछौँ भन्दा हुन्छ है साथीहरू। अब त्यहाँ अगाडि घरबाट नि ल हेर्नुहोस् बिर्तामोडको अवस्था चाहिँ यस्तो छ। मेन एरिया चाहिँ मेन भएको छैन। दायाँ बायाँ चाहिँ क्लियर गर्ने कामहरू गरिसकेको छ होइन। अब यो मेन एरियामा चाहिँ अब यो पिचहरू भत्काएर बनाउने कामहरू चाहिँ अहिले भइरहेको अवस्था चाहिँ छैन। कलपटहरू बनाउने कामहरू चाहिँ भइ नै रहेको छ। अगाडि देख्न सक्नुहुन्छ। यस्तो छ हे यस्तो छ हे बाटोको हालत। ल हेर्नुहोस् है भाटबेडी एकदमै बन्दै गर्ने क्रममा छ है। बन्दैछ हेर्नु। अब यो कहिले सुचारू हुन्छ भाटबेडी त्यो चाहिँ थाहा छैन। तर बन्ने कामहरू चाहिँ भइरहेको अवस्था छ। ल हेर्नुहोस् भाटबेडी यो जेएनजी आन्दोलनमा पनि यो भाटबेडी जलाइएको अवस्था थियो। ल हेर्नुहोस् भाटबेडीलाई ठुलो क्षति अपूरणीय क्षति पुगेको थियो। यस बिर्तामोड दमक प्रायः सबै ठाउँ भाटबेडीलाई चाहिँ जलाइएको थियो क्या। बिर्तामोड एरियामा कतिको कामहरू भइरहेको रहेछ साथीहरू। ल हेर्नुहोस् यस्तो अवस्था छ बिर्तामोडको अवस्था हेर्नुहोस् यस्तो छ। दायाँ बायाँ क्लियर गरेको अवस्था छ। कति के लगिरहेछ बाटोले त्यो सम्पूर्ण चिजहरू चाहिँ क्लियर गरेको अवस्था छ। र सुकुम्बासी बस्तीहरू पनि बिर्तामोडको उठाएको चाहिँ अवस्था छैन अहिलेको अवस्थामा चाहिँ। र सुकुम्बासी भन्दा पनि मेन चाहिँ खोला मिचेर बनाएको धेरै घरहरू छ। त्यो घरहरूको लागि चाहिँ अब आउने दिनमा के गर्छ सरकारले कसो गर्छ
यो काठमाडौँ उपत्यका बाहिर चाहिँ कुनै ठाउँमा पनि त्यस्तो गरेको अवस्था छैन यो झापा जिल्लामा चाहिँ। र झापा जिल्लामा अबको दिनमा सरकारले यो सुकुम्बासी बस्ती हटाउने कामहरू र राज्यको सम्पत्तिमा चाहिँ बनाएको घरहरू हटाउने कामहरू गर्छ गर्दैन त्यो चाहिँ अबको दिनमा हेर्नु बाँकी नै छ। अहिलेको अवस्थामा चाहिँ त्यस्तो केही नै गरिएको अवस्था छैन। र बिर्तामोडमा सुनिएको छ यहाँको नगरले चाहिँ खोलाको किनारहरू चाहिँ क्लियर गर्नु खोज्दाखेरि त्यहाँको स्थानीयले फेरि त्यो चाहिँ पुरेको अवस्था पनि छ भन्ने सुनेको थिएँ मैले। त्यो चाहिँ के हो कसो हो त्यो आँखाले देखिएको छैन। र अहिले हामी एसियन हाइवे अपडेटमा तपाईँहरूलाई यहाँ बिर्तामोडसम्म लिएको छु मैले। यो बिर्तामोड तपाईँहरूलाई कस्तो लागिरहेछ के लागिरहेछ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। यो बिर्तामोडसम्मको एसियन हाइवेको अपडेट तपाईँहरूलाई कस्तो लाग्यो त्यो पनि कमेन्ट गरिदिनु होला। र कहाँबाट हेरिराख्नु भएछ भनिदिनु होला। र यो आजको भ्लग चाहिँ तपाईँहरूलाई मैले यो एसियन हाइवेको मेन अपडेट दिएर आएको छु। र अब तपाईँहरूलाई यहाँदेखि काँक्राभिट्टासम्मको एसियन हाइवे कहाँसम्म बनेको छ के भइरहेछ त्यो गतिविधिहरू पनि म तपाईँहरू समक्ष अबको नेक्स्ट भ्लगमा चाहिँ ल्याउने छु। अहिलेको भ्लगमा चाहिँ तपाईँहरूलाई यही बिर्तामोडसम्मको एसियन हाइवेको अपडेट दिएको छु। र यो अगाडि देख्न सक्नुहुन्छ अदुवा खोला। यो अदुवा खोलाको अवस्था यस्तो छ यो मेन बिचमा पनि पुलहरू बनाउने कामहरू भइरहेको छ यहाँ देख्न सक्नुहुन्छ। र यो अदुवा खोलामा चाहिँ खोला मिचेर बनाएको जग्गाहरू पनि धेरै छ। यो घरहरू ल हेर्नुहोस् यहाँदेखि लिएर उता पनि घरहरू यो घरहरूदेखि ल हेर्नुहोस् खोला मिचेर कति घरहरू बनिएको छ यहाँ देख्न सक्नुहुन्छ। यो संरचनाहरू अबको दिनमा के होला कसो होला त्यो अन्यलमा छ भन्न सकिँदैन होइन। सरकारले जति बेला पनि जे गर्न सक्छ है। र त्यही भन्दै आजको भ्लग तपाईँहरू समक्ष यहीँ समाप्त गर्दै फेरि तपाईँहरू समक्ष नेक्स्ट भ्लगमा भेट हुने नै छ। त्यतिन्जेलको लागि तपाईँहरूको दिन शुभ रहोस्। इन्जोय एभ्रीडे लाइफ, ह्याभ फन, स्टे सेफ, ओके, बाई बाई।